हेलो दर्शक नमस्ते सबैजनालाई स्वागत छ सुनवार मिनी ब्लग्समा। यो आजको भिडियो चाहिँ तपाईको स्पेसल्ली चाहिँ हाइकिङ गएको एकदम तारेबिरको माथि शिवपुरी जङ्गल हाइकिङ गएको भिडियो चाहिँ बनाइरहेको छु। तपाईलाई चाहिँ अर्को भिडियो पनि सबै देखाउँदै जानेछु। तपाईहरुले चाहिँ हेर्नु होला। तपाई जो कोही पनि जान चाहनुहुन्छ भने तपाईलाई एउटा डाइरेक्सन पनि हुन्छ र कस्तो ठाउँ रहेछ अनि कसरी जानुपर्ने रहेछ भन्ने कुरो पनि थाहा हुन्छ। भिडियो अन्तिमसम्म हेर्दै जानु होला। म चाहिँ अर्को पनि एड गर्दै जानेछु। अब हामी स्टार्ट गरौँ हाम्रो हाइकिङ चाहिँ। तल सबै अब सवारी साधन तबला बिसाएर माथि काउन्टरसम्म सवारी साधन पनि जान सक्छ। तर अलिकति उकालो बाटो अप्ठ्यारो छ। तर त्यहाँनिर टिकट काउन्टरमा हामीले टिकट काटेर अनि पछि अब यता गयौँ। हिँड्दै गएपछि चाहिँ त्यहाँनिर लगभग 20 मिनट जति हिँडिसकेपछि त्यहाँ एउटा रेस्टुरेन्ट रहेछ। त्यो रेस्टुरेन्टमा चाहिँ तपाईँको यस्तो एकदम एमेजिङ त्यहाँनिर अब सजावटहरू धेरै राम्रो छ। त्यहाँ चाहिँ बसेर हामी चिया खायौँ र अनि त्यहाँको लोकल सुकुटी थिए। एकदम दामी लोकल सुकुटी खाएर अनि त्यसपछि चाहिँ अलिकति रेस्ट गरेर अब पानी सानीहरू किन्यौँ बाटोको लागि। अनि त्यसपछि हामी माथि उकालो जानुपर्ने रहेछ। अनि त्यसपछि चाहिँ हामी त्यो त्यहाँको रेस्टुरेन्टको त्यो दाइले पनि हामीलाई डाइरेक्सन एकदम यसरी जानु दियो। डाइरेक्सनहरू दिनुभयो होइन। माथि गएर चाहिँ 150 लाग्नु भनेर भन्नुभएको थियो। अनि त्यहाँ हामी खाजा खाइसकेपछि चाहिँ हामी हिँड्दै गयौँ। त्यहाँनिर माथि एउटा दृश्य रेसोर्ट रहेछ। त्यो दृश्य रेसोर्ट दरबार पार्क पनि दामी रहेछ। त्यहाँनिर बस्न लागेको रहेछ। त्यहाँ पनि हेऱ्यौँ। अनि त्यसपछि माथि स्टेप बाई स्टेप चढ्दै जानुपर्ने रहेछ। त्यहाँनिर अलिकति मैले रनिङ पनि गरेँ माथि अनि त्यसपछि धेरै माथि पुगिसकेपछि तपाईँको लाली गुराँसहरू रटरममा फुलिरहेको थियो। अनि जङ्गलको एकदम डेन्जर एडभेन्चर नै छ है यो हाइकिङ चाहिँ। अनि जङ्गलको बिचमा लाली गुराँसहरू धेरै फुलेको थियो। त्यसमा चाहिँ हामी बिस्तार हिँड्दै गयौँ। हिँड्दै गएपछि फेरि त्यस्तो स्टेपहरू धेरै स्टेपहरू थियो। अनि त्यो भर्याङ हामी छिन्। अनि फेरि चढ्दै जानुपर्ने। अनि त्यहाँ पनि मैले फेरि 10 to 20 मिनट्सको यहाँ पनि भर्याङमा चाहिँ मैले चाहिँ 10 to 20 मिनट्सको फेरि मैले रन हानेँ है। माथिसम्म चाहिँ मैले रनिङ पनि हानेँ किनकि त्यो अलिकति एक्सर्साइजको लागि दामी पनि थियो। यहाँ चाहिँ वातावरण चाहिँ धेरै राम्रो थियो। सरर चिसो हावा चलेको थियो। अनि धेरै गर्मी पनि थिएन, जाडो पनि थिएन। वेदर चाहिँ एकदम दामी ठिक्कको थियो। त्यसपछि डाँडामा निस्केपछि चाहिँ तपाईँको त्यहाँ लोकरहरू टाँगेको थियो। एक दिन बसेर हामी डाँडामा पुग्नुपर्छ। कालो जङ्गल एकदम डेन्जरस थियो है। त्यहाँ चाहिँ हामी एक्लै त्यस्तो चाहिँ जान सकिँदैन होला। एक्लै जाने प्रायः नगर्नु। तपाईँ जानु भने कोही साथीहरू ग्रुपमा जानु। त्यहाँबाट तल धेरै गयो भने अलिकति मुनिबाट दामी हावा चलेको थियो। बतास वेदर भनेको 1 नम्बर दामी थियो। अनि वेदरले गर्दा पनि होला धेरै थकाइ जस्तो पार गरेँ। खासै गरी यो डाँडामा पुगिसकेपछि अलिकति कस्तो भने कन्फ्युजन हुन्छ बाटो है। अनि प्रायः जस्तो तल तिनवटा के मुनि झर्ने बाटो होला भनेर हामी चाहिँ अब तलसम्म झरेको। तर भिड्दै गएपछि चाहिँ बाटो फेरि थियो। अनि
छ है। जङ्गलै हिँडिसकेपछि चाहिँ धेरै लामो बाटो जस्तो फिल हुन्छ, तर धेरै लामो चाहिँ छैन बाटो। अनि तलसम्म आउँदा चाहिँ फेरि तल ओह्रालो झरिसकेपछि त्यहाँनिर चाहिँ बाटो कन्फ्युजन छ, उता जाने र यता जाने चाहिँ हामी चाहिँ देब्रेपट्टि झर्नुपर्छ। त्यहाँ गुम्बा छ, गुम्बामा जानलाई चाहिँ देब्रेपट्टि झर्नुपर्छ। हाम्रो चाहिँ ब्याट्री सकिएको कारणले अरू भिडियो चाहिँ बनाउन सकिएन गुम्बातिर। गुम्बामा दर्शन गरेर आइयो।